नव वर्ष के अवसर पर सबके घरों में बच्चों की किलकारियां गूंजे, यही मेरा संदेश है। जो इस सुख से वंचित है, फैमिली क्लिनिक इनफर्टिलिटी सेंटर शिलीगुड़ी उनकी सेवा में समर्पित है। विगत कई वर्षों से हमने हजारों निसंतान दंपतियों का सपना साकार किया है। नमस्ते, मेरा नाम काशीनाथ हो। मेरो श्रीमतीको नाम चाहिँ शारदा कुमारी ढक्कल। हामी नेपालबाट झापा केर्खाबाट अनि लगभग हामीले बिहे गरेको चाहिँ भयो 11 वर्ष। 2014 मा हामीले बिहे गरेको। त्यस पछाडि हाम्रो बच्चाको प्रोसेसहरू भइरहेको थिएन। त्यस पछाडि हामी दुबई पनि गयौँ, दुबई गएर बस्यौँ। त्यस पछाडि दुबईमा पनि एक दुई ठाउँ देखायौँ। दुबईमा इम्पोसिबलै भनेको थियो। त्यस पछाडि फेरि हामीले नेपालमा पनि 2-4 ठाउँ कन्सल्ट गर्यौँ। त्यस पछाडि भनेको हामीले कविता मन्त्रीको नाम चाहिँ पहिलेदेखि नै सुनेको अनि डाइरेक्टली हामी कविता मन्त्री डाक्टर कविता मन्त्रीबाट चाहिँ आएको। कविता मन्त्रीको हस्बेन्ड डाक्टर एसपी मन्त्री पनि हामीसँग पहिलेदेखि नै जानेको बच्चाको डाक्टर भनेर। तर कविता मन्त्री म्यामलाई चाहिँ हामीले आफ्नै फर्टिलिटी गर्नको लागि चाहिँ चिनेको जान पहिचान भयो। त्यस पछाडि साथीहरूले पनि राम्रो डाक्टर हो भनेर रिफर गरिरहेको थियो नेपालमा। त्यसपछि हामीले सिधै कविता मन्त्रीलाई देखाएर आज हामीसँग ट्विन्स बेबी छ। ट्विन्स बेबी भोलि ह्याप्पी न्यू इयरमा हामी न्यू इयर मनाउने वी आर गोइङ टु सेलिब्रेट विथ द ट्विन्स and thank you so much and we are grateful Dr. Kavita Mantri. And what is the message you want to give on the new year to all Nepal patients? Yeah, happy new year. If anyone upset without having babies, please come to directly to Dr. Kavita Mantri in the clinic Don Bosco Shiliguri Family Clinic IVF Center Shiliguri and they should have their own babies. Yes, you know, absolutely. This might be another new year, your turn. Yes. Thank you. Stay blessed. आज शारदा ढकाल नेपाल खेरकाबाट आयो। बिहा भएर 12 साल भयो। नानी थियो न, ते जब केटी थियो 20 सालको तैलेदेखि मेरोको चिन्थ्यो। Today New Year gift from Family Clinic IVF Center Shiliguri, 1 boy and 1 girl. We are blessed and all the best wishes to Sharda Dhakal and their family. Thank you so much.